सबैजनालाई स्वागत छ हाम्रो कमन भ्लगमा। आज चाहिँ हामी घान्द्रुक छौँ अनि घान्द्रुकमा चाहिँ आज हामी एकछिन बेलुका चाहिँ कस्तो छ घान्द्रुक होइन, अब सबै पर्यटकीय अब ठाउँ होइन। कतिजना चाहिँ अहिले बाहिरको मात्र नभएर यहाँको इन्टरनल टुरिस्टहरू पनि चाहिँ यहाँ घुम्नको लागि धेरै आउने गर्नुहुन्छ। यो चाहिँ एउटा पर्यटकीय स्थल पनि रहेको छ। अनि कस्तो छ त हाम्रो घान्द्रुक भन्ने विषयमा चाहिँ हामी आज देखाउँछ। हामी साथीहरू के अरे गुरुङ म्युजियममा जाँदैछौँ। गुरुङ म्युजियममा के छ भन्ने कुराहरू चाहिँ देखाउने छुइनँ। हाम्रो साथीहरू चाहिँ अगाडि हिँडिराख्नु भएको छ, हामी चाहिँ जाँदैछौँ यहाँ गुरुङ म्युजियम। यहाँ देख्नुहुन्छ यहाँ बोर्ड, यहाँ चाहिँ बोर्ड रहेको छ। यहाँबाट यता जाने भनेर चाहिँ देखाएको छ। हामी त्यता जाँदैछौँ। साथीहरू अगाडि हिँडिराख्नु भएको छ। उहाँ चाहिँ प्रो हुनुहुन्छ ल, क्यामेरा पर्सन हुनुहुन्छ। अहिले देखाउँछु मेरो। यो चाहिँ हामी चाहिँ हाम्रो ओल्ड गुरुङ म्युजियममा आइसकेको छौँ। यहाँ चाहिँ हाम्रो पहिला चाहिँ गुरुङ समुदायमा कस्तो घरहरू हुन्थ्यो होइन भन्ने कुराहरू चाहिँ यहाँ चाहिँ गुरुङ ड्रेसहरू पनि पाउन सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो गुरुङ आमा हुनुहुन्छ। आमा यहाँ के पाउँछ भन्नु त यो सङ्ग्रहालयभित्र? गुरुङको लुगा पाउँछ कि पाउँदैन? ड्रेस तपाईँकोमा पाउँछ? यहाँ चाहिँ हाम्रो आरती म्यामले चाहिँ गुरुङ ड्रेस लाउनु हुँदैछ। राम्ररी देखिनु भएको छ हाम्रो आरती म्यामले, हेर्न सक्नुहुन्छ। गुरुङ ड्रेसमा जहिले पनि साडी चोलोमा देखिराख्नु भएको होइन। तपाईँहरूले आज चाहिँ यो गुरुङ ड्रेसमा एकदमै नौलो ड्रेसमा देख्नु हुँदैछ। उहाँलाई चाहिँ लाछोको आवश्यकता परिरहेछ अनि उहाँलाई चाहिँ अलिकति कपाल सपाल बाटेर लाछोहरू भेला पारेर चाहिँ हाम्रो सहयोग गरिदिनु हुनको लागि चाहिँ हाम्रो दुईजना दिदी बहिनीहरूलाई चाहिँ मैले अनुरोध गर्न चाहेँ। हाम्रो बिमला दिदी हुनुहुन्छ। अहिले म फाइनल लुक चाहिँ देखाउँछु हाम्रो आरती म्यामको कस्तो हुन्छ भन्ने कुरा चाहिँ वेट गर्दै गर्नु ल साथीहरू। कसलाई के थाहा छ? अरूले जेसुकै भने मेरो मामाले अरूको पीडालाई बुझ्नुहुन्छ हैन। अरूको पीडा बुझ्दिने ठेका लिनु भएको छ। ठेका त ठेक्दा त होइन, तर हिँड्ने बाध्य बनाएको हान्नु पर्छ नि हैन। अब त्यस्तो नहुन, भान्जोले नै उचाल्ने रहेछ। हिजो बेलुका मात्र काउन्सिलिङ गर्दैछु। ठेका लिएको ठेका परेकै थिएन होइन। यस्तो यो राजनीतिक यस्तो छ होइन, नेपालको स्थिति यस्तो छ, माहौल यस्तो छ। तर आज ठेका पर्यो। त्यो ठेका परेपछि कसले छोड्छ? अपर्च्युनिटी होइन, अपर्च्युनिटी दुईजनाको कुरा सेम मिल्ने भएर बुझेको मनको कुरा ठेका परेपछि भत्किन्छ भन्नु अलिकति पनि यताउता भएको चाहिँ देख्नु हुँदैन। अब मेरो मन पक्रेर आइहाल्छ। मलाई सम्झाउन बुझाउन काउन्सिलिङ गर्न समाउन मन लाग्छ पनि भन्छ। अनि पानी हैन बग्नलाई मन भने त्यही बसिरहन्छ। कसरी पगिन्छ नाइजु? निको बाटो भुइ गयो माया मारे छाइ भयो। भान्जालाई नाच तिमी आउँछौ भनेर भुइँको बाटो समय छ खनेर। तिमी आउँछौ भनेर भुइँको बाटो समय छ खनेर। यता हेर्नु त। भिडियो बनाएर भोलि पर्सि टिकटकमा हाल्नलाई। पानी घट्ट एउटा भिडियो लिएर अगाडि आएन सुमन कसो ल पुरा भयो सबै भिडियो।
किन चाहियो अरू यता हेर्नु त सुमन दाइ हामीलाई घर जानु चाहिँ जानु पर्यो हामी ब्याक हुँदैछौँ पोखरा कस्तो लाग्यो तपाईँलाई घामधुरुक साह्रै राम्रो समर पनि जाडो जाडो छ राम्रो छ एकदमै हेर्न लायक दृश्यहरू राम्रो छ अरू भन्दा पनि अनि के हेर्ने हो त हालेको थिएँ के हालिन हौ हिरोनीहरूको फोटो मात्र खिच्ने हामीले त नखिच्ने ए यहाँ खिच्ने ठाउँ बस्नु त खिचिदिइहाल्छु ख्याच खिच्ने हो मेरो सुमनलाई खिच्दिनु कस्तो कालो नकालो आउँदो रहेछ कि चस्माले हौ दाजुभाइ फोटो खिचेको छैन लु त खिचिहाल नि प्याक चाहिँ ट्याक्कै घान्द्रुकको बाटो चाहिँ यस्तो छ साथीहरू आउँदाखेरि चाहिँ अलिक गाह्रै हुन्छ जाँदाखेरि पनि ओह्रालो भएर अलिकति अब गाह्रै हुन्छ हुत्तिने डर हुन्छ होइन ढुङ्गाको एकदमै बाटोहरू बनाउनु भएको छ अनि अहिले चाहिँ अर्को बाटो पनि बनाउनु हुँदैछ रहेछ यहाँ तर यहाँ चाहिँ सानो झर्ना झरिरहेछ तल आइरहेछ पानी एकदमै चिसो न चिसो छ अनि यो चाहिँ पुरानो अहिले जस्तै हाम्रो उमेरको चाहिँ अब जो हुनुहुन्छ उहाँहरूको बाजे बुवाहरूले बनाउनु भएको बाटो अरे अर्को बाटो चाहिँ अलिक बनाउनु हुँदैछ अरे अनि अलिकति नजिकको बाटो पनि छ अरे घान्द्रुकसम्म पोखराबाट आउनको लागि यो चाहिँ पुरानो बाटो हिजो पनि हामी यही बाटो आएको भएर आज हामी यही बाटो फर्किँदैछौँ होपफुल्ली अब हामी कुनै दिन अर्कोपल्ट आयो भने चाहिँ हामी अर्को बाटो आउनेछौँ यस्तो छ हाम्रो सुमन आउनुहुँदैछ अरू साथीहरू आउनुहुँदैछ यस्तो छ साथीहरू बाटो चाहिँ हेर्नु होला ल ए तल पनि हुनुहुन्छ साथीहरू अनि अर्को हाम्रो अरू दिदीहरू चाहिँ अझ तल पुगिसक्नु भएको छ यस्तो ओह्रालो हिँड्नुपर्छ होइन आउँदाखेरि एकदमै उकालो यसरी चढेर स्याहार फ्याँ गर्दै आउनु हुँदैछ त्यस्तो कस्तो थियो हो हिजो गुरुङ ड्रेसमा हाम्रो आरती म्यामले देख्नुभयो आज बक्खु ड्रेसमा तामाङ ड्रेसमा देखिराख्नु भएको छ हेर्नु होला उहाँको लुक्स शिरमा शिरफुल पनि छ खासमा त म यस्तो हो यस्तोमा हुनुहुन्छ तामाङ ड्रेसमा हुनुहुन्छ मौसमले गर्दाखेरि तातो लुगाले छोप्नु भएको छ अहिले ठाउँमा खोलेर फोटो भिडियोज बनाउनुहुन्छ त्यतिखेर म देखाउँछु तपाईँलाई हो अनि यहाँ पानी घटामा हेर्नु त तपाईँले इन्द्रेणी देख्न सक्नुहुन्छ हो इन्द्रेणी मैले आज फर्स्ट टाइम देख्दैछु साथीहरू यसरी नजिकबाट इन्द्रेणी मैले देखेको थिएन हेर्नु त यो चाहिँ पानी घटा हो है ए यहाँबाट यसरी त्यहाँ अब के पिसिँदैछ होइन यहाँबाट पानी एकदमै झरिरहेछ हेर्नुहोस् त पानी घटामा इन्द्रेणी कालो म यो चाहिँ हो रहेछ म त क्याबिनमा बस्यो भने त झन् ठिकै हुन्छ त नाइट बसहरूको खाली नै त कहाँ हुन्छ र न्यु इयर मनाउने आएको हुन्छ नि
गर्छौँ